नमस्कार दर्शकवृन्द, स्वागत छ यहाँलाई। मेरो साथी टिभी हेरिरहनु भएको छ। म सुरेश सुनार उपस्थित भएको छु तपाईलाई एकदमै खुसीको खबर लिएर। हामीले बच्चामा पढेको, किताबमा पढेको त्यो पुनः प्रयोग गर्ने सामानहरू हामीले घरमा त छुट्याउँछौँ, तर त्यो छुट्याइसके पछाडि जसरी पनि हामीले फोहोरको गाडी आउँछ अनि फोहोरमै मिसाइदिन्छौँ। त्यो पुनः प्रयोग गर्न कति सम्भव भए कति भएनन् त्यो अब हामी तपाईलाई देखाउँछौँ। पोखरा महानगरपालिकाले नेपालमै पहिलोपटक, हेर्नुहोस् है, नेपालमै पहिलोपटक पोखरा महानगरपालिकामा पुनः प्रयोग गर्न मिल्ने सामानहरू जुन तपाईँले घरमा फाल्नुहुन्छ त्यो सामान नगरपालिकाले ल्याउँछ र नगरपालिकाको गाडीले उठाएका सामानहरू पुनः प्रयोग गर्न मिल्ने, रिसाइकल हुने सामानहरू अब नयाँ नयाँ पुनः प्रयोग गर्न मिल्ने भएको छ। हो, पोखरा महानगरपालिकाले कोरियन कम्पनी कोइकासँग सहकार्य गरेर यति बेला पोखराको प्रदर्शनी केन्द्रमा द कन्स्ट्रक्सन फर द ग्रीन भेन्चर जोन अन्डर द ग्रीन जब क्रिएसन थ्रु रिसाइक्लिङ एन्ड अपसाइक्लिङ इन पोखरा प्रोजेक्ट भनेर सुरु गरेको छ। यो भनेको पोखरामा भइरहेका फोहोर मैलाहरू जुन रिसाइकल गर्न मिल्छ र अपसाइकल पनि गर्न मिल्छ, त्यसलाई अब भने पोखराका मेयर धनराज आचार्यले चुनावी ताका बोलेको, यहाँको फोहोरलाई म व्यवस्थापन गर्छु भनेर बोलेका कुराहरू पुरा गरेका छन्। उनकै कार्यकालमा अहिले पोखराको यो प्रदर्शनी केन्द्रभित्र ठुलो एउटा भवन बन्दैछ जहाँ फोहोरहरू पुनः प्रयोग गर्ने र त्यसलाई परिवर्तन गरेर फेरि प्रयोग गर्न मिल्ने सामानहरू बनाउनका लागि पोखराका मेयर धनराज आचार्यले चुनाव ताका बोलेका कुराहरू बिस्तारै उनले काममै परिणत गरेका छन्। जुन पोखराको फोहोरसँग सम्बन्धित एकदमै इस्यु बनेको थियो, अहिले त्यही फोहोरलाई व्यवस्थापन गरेर त्यही फोहोरलाई पुनः प्रयोग गर्न मिल्ने र फेरि प्रयोग गर्न मिल्ने गरेर चाहिँ यहाँनिर चाहिँ हरित गृह आयोजना सञ्चालन भइरहेको छ। यो कसरी सुरु हुँदैछ, के हुँदैछ यहाँ भन्ने विषयमा चाहिँ हामीसँग पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य हुनुहुन्छ। मेयर साहब, स्वागत छ। नमस्ते। नमस्कार। नमस्कार सुरेशजी। के छ सर, यो के हो खास कोसेली घर भनेर भनिरहनु भएको छ? यसलाई हामीले चाहिँ यो अलि आफैमा बिल्डिङ पनि पोखरा भन्ने बित्तिकै हामीले पोखरालाई यो लेक एन्ड माउन्टेन होइन, सिटी अफ नेचर, कल्चर एन्ड एडभेन्चर भनेर पनि भन्छौँ। यो चाहिँ त्यसो हुँदाखेरि पनि हामीले यो अब तालैतालको सहर पनि भएको हुनाले अलि बिम्बका हिसाबले पनि यो एउटा डुङ्गा आकारको एउटा बिल्डिङ छ। यसलाई यो अहिले घोप्टिएर राखेको डुङ्गा जस्तो यो देखिन्छ। एउटा छेउबाट हिँडेरै माथि छतसम्म जान सकिन्छ र अर्को छेउबाट झर्न सकिन्छ र आफैमा यसको यो चाहिँ ग्रिन भेन्चर जोन भनेर हामीले यसलाई चाहिँ नाम दिएका छौँ। यो कोरियन प्रविधिमा, कोरियाको चाहिँ भनौँ न कोइकाकै सपोर्टमा, कोरियाको अन्तर्राष्ट्रिय सहयोग नियोग छ, त्यसलाई कोइका भनिन्छ। कोइकाकै सपोर्टमा चाहिँ हामीले बनाइरहेको छौँ। यो महानगरपालिकाको खास गरिकन हामीले फोहोर मैला व्यवस्थापनको सन्दर्भमा धेरै भनौँ न अब इन्टरनेसनल एयरपोर्ट सुरु गर्ने बेलादेखिबाट चाहिँ त्यसको अस्थायी रूपमा ल्यान्डफिल साइट बनाउने आदि कुराहरूको सँगसँगै फोहोरलाई न्यूनीकरण गर्ने, पुनर्प्रयोग गर्न सकिने विषयहरूमा चाहिँ कहाँ के प्र्याक्टिस छ भन्ने कुराहरूको धेरै छलफलहरू हुने क्रममा चाहिँ एउटा त प्रशोधन केन्द्र बनाउनु पर्ने कुरा भइहाल्यो, सहरको सम्पूर्ण फोहोरको व्यवस्थापन गर्ने कुरा, तर सँगसँगै त्योभन्दा अगाडि चाहिँ पुनर्प्रयोग गर्न सकिने कुराहरू होइन, केही चाहिँ अब रिसाइकल गर्ने, केही अपसाइकल गर्ने, एउटा चाहिँ पुरै त्यसको स्वरूपै परिवर्तन गरेर नयाँ चिज बनाउने होइन, केही चाहिँ भएकोमा चाहिँ त्यसमा चाहिँ त्यसको भ्यालु एड गर्ने क्या होइन, टोक्रा टाक्री सबै मिलाएर चाहिँ त्यसको स्वरूपै अर्को चेन्ज गरेर बनाउने, यी दुई प्रकृतिलाई चाहिँ रिसाइकल अपसाइकल पनि भनिन्छ। र संसारभरि यो प्र्याक्टिस पनि छ। खास गरिकन प्लास्टिक जन्ने कुराहरूदेखि लिएर हामीले अब पृथ्वीलाई बचाउनुपर्छ भन्ने एउटा भनौँ न अभियान पनि सुरु भएको छ। अहिले हामी हिमालको ठिक अगाडि छौँ। हिमाल बिस्तारै कालो हुँदै पनि छ होइन। यो अब ग्लोबल वार्मिङका कारणले गर्दा जसरी चाहिँ यसको प्रभाव चाहिँ सबै ठाउँ परिरहेछ, त्यसो हुँदाखेरि चाहिँ हामीले प्रयोग गर्ने वस्तुहरू पनि पुनर्प्रयोग गर्न सकिने चिजहरू चाहिँ बनाउनुपर्छ भन्ने यो एउटा अहिले संसारभरिकै एउटा ट्रेन्ड पनि छ होइन। त्यही क्रममा चाहिँ हामीले
उता ल्यान्डफिल साइडमा लैजानु पर्ने अथवा चाहिँ प्रशोधन केन्द्रमा लानुपर्ने फोहोरको त एउटा कुरा भइहाल्यो। त्यो बाहेकको हरेक घरमा चाहिँ हामीले पुनर्प्रयोग गर्न सकिने, तपाईँ हामीले प्रयोग गरेकै चाहे चाहिँ कपडाको कुराहरू हुन्, चाहे प्लास्टिक जन्ने कुराहरू हुन्, चाहे चाहिँ अरू फर्निचर जन्ने कुराहरूदेखि लिएर सबैलाई फेरि त्यसको स्वरूप परिवर्तन गरेर होइन कसरी चाहिँ खास गरिकन अझ ठुलो भोल्युममा त प्लास्टिक जन्ने कुराहरू जुन चाहिँ नष्टै हुँदैन होइन, त्यसलाई चाहिँ हामी कसरी पुनर्प्रयोग गर्न सक्छौँ भन्ने सन्दर्भमा कुरा हुँदाखेरि चाहिँ यो कोरियाको यसले लिड गरेको देखिन्छ क्या संसारभरिमै। त्यसो हुँदाखेरि चाहिँ हामीले त्यहाँ कोइकाको साथीहरूसँग धेरै चरणमा कुराकानी गरिसकेपछि यो त हामी कहाँ त एकदम धेरै गरेको काम हो, हामी यहाँ पनि गर्न सक्छौँ, एउटा पाइलट प्रोजेक्ट बनाऊँ भन्ने हिसाबले यसलाई ग्रिन भेन्चर जोन भनेर चाहिँ त्यो बनाउने। अब त्यो चाहिँ काम कसरी हुन्छ त भन्ने सन्दर्भमा पनि हामीले धेरै यसको स्टडी गरेर तयारी पनि गरेका छौँ। महानगरपालिकाका 33वटै वडाबाट चाहिँ हामीले अलिकता रोजगारी पनि सिर्जना गर्ने भन्ने हिसाबले यो चाहिँ यो परियोजना नै रोजगारीसँग सम्बन्धित छ। एउटा कम्युनिटीमा हामीले 100 जना पुरुष महिलाहरू, खास गरी महिला दिदीबहिनीहरू बढी हुनुहुन्छ, उहाँहरूको टिम बनाएको छौँ होइन। भनेको 3300 जना त अहिले महानगरपालिकाका 33वटै वडाको विभिन्न कम्युनिटीहरूमा, सबै ठाउँमा होइन होइन, त्यसलाई हामीले जहाँ चाहिँ अलि बढी आवश्यकता पनि छ, रोजगारीको आवश्यकता पनि छ, अलि फुर्सदिलो पनि हुनुहुन्छ, उहाँहरूलाई जम्मा गरिकन चाहिँ त्यो कम्युनिटी बनाएको छ र उहाँहरूलाई हामीले विभिन्न तालिमहरू दिइरहेछौँ र तालिम सँगसँगै उहाँलाई चाहिने उपकरण पनि हामीले दिइरहेछौँ। अब केही ठाउँमा त उत्पादन सुरु भएको छ, जस्तो वडा नम्बर 2 को कम्युनिटीमा चाहिँ यो जस्तो फालिएको पत्रिकाहरू, गोर्खापत्र पत्रिका भनौँ न, कान्तिपुर लगायतका पत्रिकाहरूबाट चाहिँ पेन्सिल बनाउने होइन, त्यो चाहिँ उहाँहरूलाई चाहिने मेसिनदेखि लिएर सबै कुराहरू हामीले उहाँलाई उपलब्ध गराएका छौँ। त्यो लगायत कतिपय ठाउँहरूमा चाहिँ अब झोलाहरू बनाउने यस्तै काम जुन चाहिँ फेरि प्रयोग गर्न सकिन्छ, यस्तो चिजहरू बनाउने चाहिँ 33वटै कम्युनिटीमा के बन्न सक्छ भन्ने त्यहाँको एउटा आवश्यकता, एउटा त्यो कम्युनिटीमा चाहिँ पुनर्प्रयोग गर्न सकिने, कलेक्सन गर्न सकिने चिजहरू के छन् त्यसको पनि सम्भाव्यता हेरिकन चाहिँ हाम्रो विज्ञ टिमले काम गरेको छ। र यो परियोजनाको चाहिँ मुख्य दाताको रूपमा चाहिँ कोइका छ र त्यसलाई चाहिँ लागू गर्ने अथवा स्थानीय रूपमा चाहिँ यहाँ काम गर्नका लागि युएनडिपीले चाहिँ काम गरिरहेको छ। हामीले पोखराको वडा नम्बर 8 को पृथ्वी चोकको शिवालय चोकमा चाहिँ यसको अफिस छ होइन, युएनडिपी कोइका महानगरपालिकाको जोइन्टमै त्यो छ र त्यो अफिस चाहिँ युएनडिपीले लिड गर्छ होइन। उहाँहरूले त्यसको चाहिँ यो अहिले कम्युनिटी परिचालन गर्ने, ट्रेनिङ गराउने, चाहिने इक्विपमेन्टहरू दिने सबै कुराहरू त्यसको वार्षिक बजेटमै राखेर चाहिँ अगाडि बढेको छ र हामीले यो चाहिँ 2023 को सेप्टेम्बरमा सुरुवात गरेका हौँ र 29 मा चाहिँ यो सकिन्छ होइन। तर त्योभन्दा अगाडि चाहिँ अहिले हामी यहाँ जहाँ छौँ त्यो त सिङ्गो परियोजनाको कुरा भयो, त्यसले चाहिँ रोजगारी सिर्जना गर्ने, चिजहरू बनाइसकेपछि बनेको चिजहरूलाई चाहिँ यहाँ सोकेसिङ गरिन्छ होइन। यो फेरि यो चाहिँ अब यो बिल्डिङ नै अलिक फरक प्रकृतिको पनि छ र पोखरा आएका सबै पर्यटकहरू एकचोटि यहाँ ल्याउने ढङ्गले पनि हामीले यसको व्यवस्थापन गरिरहेछौँ। हो, यो पर्यटकीय गन्तव्य नै हुन्छ यो होइन। र अर्को कुरा चाहिँ रिसाइकल अपसाइकलको यो स्टडी सेन्टर पनि हो। देशभरिका जसले यसमा काम गर्न चाहन्छन्, बुझ्न चाहन्छन्, वातावरणसँग सम्बन्धित चाहिँ विज्ञहरू छन् अथवा त्यसका जिज्ञासुहरू छन्, उहाँहरू सबैका लागि चाहिँ यो हेर्ने ठाउँ पनि बन्छ। यसमा चाहिँ विभिन्न कक्षहरू हुन्छ। एउटा चाहिँ यो रिसाइकल अपसाइकलको प्रोसेस के हो भन्ने कुराहरू पनि हामी यसको अडियो भिजुअल सबै चाहिँ प्रेजेन्ट गर्ने ठाउँहरू पनि बनाउँछौँ होइन। अर्को तयार भएको चिजहरू चाहिँ यहाँ सोकेसिङ गर्ने, बिक्री गर्ने कुराहरू पनि यहाँ रहन्छ होइन। देखि लिएर चाहिँ यो एउटा सिङ्गो साइकल होइन, तपाईँहरूले प्रयोग गरेका चिजहरू चाहिँ कसरी बजारमा पुग्छ, कसरी कलेक्सन हुन्छ, त्यसलाई फेरि कसरी त्यसलाई चाहिँ भ्यालुएट गरिन्छ, फेरि पुनर्प्रशोधन गरेर नयाँ चिज कसरी बन्छ, त्यो सबै कुराहरू चाहिँ पनि यहाँनिर हामी देखाउने सिस्टम चाहिँ बनाउँछौँ र त्यसको फरक फरक कक्षहरू यहाँनिर चाहिँ रहेका हुन्छन्। र यो बिल्डिङ चाहिँ 18 महिनाभित्रमा चाहिँ सक्ने गरिकन हामीले यो 2027 भित्रमै यो सक्ने गरिकन अगाडि बढेका छौँ। अहिलेसम्म चाहिँ यो 33% काम चाहिँ सकिएको छ। यो आजको दिनसम्म चाहिँ सकिनुपर्ने पनि 33% नै थियो भनेको यो भित्र जेनजी मुभमेन्ट आदिको बेलामा डिस्टर्ब भएको अवस्थामा पनि यो काम यहाँ रोकिएन। त्यस कारणले गर्दाखेरि चाहिँ अहिले टार्गेट अनुसारै काम भइरहेछ र मलाई लाग्छ यसले यो ग्रिन भेन्चर जोन जुन हामीले पोखरा महानगरपालिकामा देशमा नेपालमा पहिलोचोटि यो बनाइरहेछौँ, यो आफैमा ठुलो परियोजना हो। झन्डै टुरिसकिँदाखेरि चाहिँ 2 अरब जति चाहिँ यसमा यो बिल्डिङ र सिङ्गो परियोजनामा चाहिँ लगानी हुन्छ। यसमा युएनडिपीको सानो भाग छ र चाहिँ मुख्य लगानीकर्ता चाहिँ सहयोगकर्ता भनौँ न, लगानीकर्ता भन्दा पनि सहयोगी चाहिँ कोइका छ। र यसमा हाम्रा डेभलपिङ पार्टनरहरूमा के छ भन्दाखेरि चाहिँ कोइका, जाइका जस्ता चाहिँ संस्थाहरूले सम्पूर्ण काम सकेर नै हामीलाई चाबी दिने हुन्छ क्या। वर्ल्ड ब्याङ्क, एडिबीहरूले चाहिँ त्यो हामीले नै चाहिँ त्यसको टेन्डर गर्ने आदि कुराहरू गरेर अनि काम लगाउने हुन्छ। जस्तो अहिले विभिन्न कन्स्ट्रक्सन कामहरू, बाटोहरू बनिरहेछन् नि,
अरू चाहिँ वर्ल्ड ब्याङ्कको एडिबीको पनि तर यो चाहिँ कोइका र युएनडिपीको जोइन्टली बनेको कारणले गर्दा यसको सुपरभिजनदेखि लिएर तयारी गर्नेसम्म काम चाहिँ उहाँहरूले गरिराख्नु भएको छ र हामीले शिलान्यास गरेर यो काम चाहिँ ठाउँ उहाँलाई उपलब्ध गराइसके पछाडि अब सकिएपछि उहाँहरूले ह्यान्डओभर गर्नुहुन्छ त्यसपछि हामी के गर्छौँ त भन्ने कुरा पनि हामीले प्लान गरेका छौँ यसलाई एउटा महानगरपालिकाको जस्तो हाम्रो गण्डकी बाबु प्राविधिक शिक्षालय छ त्यो स्वायत्त ढङ्गले चल्छ होइन शिशु अस्पताल छ त्यसरी नै यसको चाहिँ छुट्टै सञ्चालक समिति हुन्छ यसमा उद्योग वाणिज्यसँग लगायत बाहिरको विभिन्न स्टेक होल्डर साथीहरू पनि त्यो चाहिँ निर्देशक समितिमा रहनुहुन्छ र यसको छुट्टै सिइओ हुन्छ होइन र यसले चाहिँ आम्दानी पनि आफै जेनेरेट गर्छ र यसको चाहिने खर्चहरू चाहिँ पनि यसले चाहिँ उत्पादन गर्न सक्ने त्यो एउटा चक्र चाहिँ चलोस् भन्ने हिसाबले बनाएका छौँ होइन त्यसो हुँदाखेरि चाहिँ यो एउटा नमुना योग्य कुराहरू हुन्छ एउटै वातावरण पर्यावरणमा चाहिँ संरक्षण गर्छ भने अर्कोतिर रोजगारी सिर्जना मुख्यतया चाहिँ यसले 2500 देखि 3000 व्यक्तिहरूलाई चाहिँ रोजगारीमा सिधा यसले जोड्ने काम गर्छ होइन त्यसो भएर चाहिँ फोहोरलाई महरमा परिणत त स्वाभाविक हिसाबले हुने भयो र यहाँ जे चिज बनेको हुन्छ नि त्यो चाहिँ अब यो हामीले प्रयोग गरेको चिजबाट बनायो हो जस्तो लाग्छ क्या हामीले कोरियामा गएर पनि हेऱ्यौँ होइन यो प्रोजेक्टकै सन्दर्भमा चाहिँ उहाँहरूले यस्तो बन्न सक्छ भनेर चाहिँ हामीलाई त्यहाँ भिजिट पनि गराउनु भयो होइन अनि हामी कन्भिन्स भयौँ क्या यो त एकदमै गर्नुपर्ने चिज हो भन्ने हिसाबले चाहिँ हामीले अनुरोध गऱ्यौँ उहाँहरूले स्वीकार पनि गरिदिनु भयो र यो चाहिँ अहिले प्रोजेक्ट चाहिँ यहाँ बन्दैछ कोइकाको सपोर्टमा युएनडिपी र कोइकाको जोइन्टली भनौँ न काम भइरहेछ र यसमा महानगरपालिकाको यो एउटा धेरै प्रोजेक्टहरू मध्येको एउटा मेगा प्रोजेक्ट हो यो अब हामीले यसको यो बिल्डिङ जुन छ यसको पछाडिपट्टि एउटा अलि थिम पार्क पनि छ यसको एउटा राम्रो एउटा चाहिँ पार्क पनि बन्दैछ खास गरी केटाकेटी र अरू चाहिँ इन्भाइरोमेन्टसँग बायोडाइभर्सिटीको स्टडी गर्न चाहनेहरूका लागि चाहिँ त्यो पार्कमा पनि केही त्यस्ता विषयहरू पनि रहन्छन् यो अगाडिसम्मको सबै चाहिँ यो निःशुल्क नै पार्ट हुन्छ होइन यसको बिचमा एउटा चाहिँ एम्पी थिएटर पनि छ त्यहाँबाट चाहिँ हेरेर यता गतिविधि भएको कुराहरू हेर्न सकिने पनि छ होइन भने पछाडिको पार्कमा चाहिँ जानका लागि चाहिँ हामीले केही न्यूनतम शुल्कहरू पनि राख्ने भन्ने प्लानमा छ र अर्को चाहिँ यो प्रदर्शनी केन्द्र जुन हो यो चाहिँ उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जमिन हो यसलाई चाहिँ हामीले पर्मानेन्ट त्यो चाहिँ प्रदर्शनी केन्द्र पनि होस् भन्ने हिसाबले यसको बााउन्ड्रीमा सबै स्थायी प्रकृतिको त्यो स्टलहरू पनि यहाँ बनाउँछौँ जसको कारणले गर्दाखेरि चाहिँ यहाँ गतिविधिहरू चाहिँ भइपरिरहन्छ यो डोमलाई पनि डोम चाहिँ डोमकै रूपमा रहन्छ र यो फेरि अलि साथीहरूलाई केही भ्रम पनि छ भने कतै प्रदर्शनी केन्द्रमा चाहिँ होइन सबै जमिन सकियो कि भन्ने चाहिँ यो 27 रोपनी जमिन भएको ठाउँ हो 3 रोपनी मात्रै यो बिल्डिङ बनाएको छ होइन त्यसो भएको हुनाले चाहिँ प्रदर्शनी केन्द्रको अझै यस्तो चाहिँ भ्यालुएड हुन्छ भनौँ न अझै काम पनि रेगुलर हुने र प्रदर्शनी सँगसँगै यही मात्रै हेर्न यहाँ सिक्न पनि मान्छेहरू चाहिँ धेरै आउने एउटा सेन्टरका रूपमा चाहिँ यो जीबीजेड सेन्टर ग्रिन भेन्चर जोन बन्दैछ र बोलीचालीमा हामीलाई मान्छेले के हो भनेर बुझाउन सजिलो छ भनेर तपाईँले पनि भने जस्तै गरेर कोसेली घर भनेको छौँ यहाँ आएका मान्छेहरूले कम्तीमा चाहिँ त्यो बनेको नयाँ चिजहरू चाहिँ पोखरा आउँदाखेरि गिफ्टको रूपमा लिएर जान पनि सक्नुहुन्छ होइन त्यसो भएर चाहिँ खास गरी विदेशीहरूले चाहिँ यो रिसाइकल अपसाइकल प्रडक्टलाई अलिक बढी पैसा तिरेर पनि किन्न उहाँहरू चाहनुहुँदो रहेछ क्या कन्ट्रिब्युसन हो मेरो पृथ्वीप्रतिको होइन नेचरप्रतिको मैले भन्ने खालको त्यस्तो भावना हुँदो रहेछ हामी त्यो ठाउँमा त पुगेका छैनौँ बिस्तारै हामी पुर्याउनु पर्छ जस्तो अलिक केही दिन अगाडि चाहिँ यही प्रोजेक्ट अन्तर्गतै हामीले चाहिँ यो आर्यु फेस्ट गरेका थियौँ होइन रिसाइकल अपसाइकल फेस्टिभल गरेका थियौँ देशभरिको त्यो क्षेत्रमा काम गर्ने त्यति धेरै चासो लिएर आउनुहुँदो रहेछ मेची महाकालीबाट धेरै ठाउँमा आउनु भएको थियो अब त्यहाँ हजार व्यक्तिहरूको सहभागिता रह्यो होइन त्यो यहाँहरूले हेर्नु भएको थियो त्यसबाट पनि के बुझिन्छ भन्दा यस्तो यस्तो चिज पनि बन्दो रहेछ त तपाईँ हामीले प्रयोग गरेर फालेकै चिजबाट पनि बन्दो रहेछ भन्ने खालको एउटा आश्चर्य मान्ने पनि परिस्थिति बनाएको थियो भनेको अब हामी के कुरामा विश्वस्त छौँ भने यो हाम्रा सबै त्यतिसोडै कम्युनिटीबाट बनेका चिजहरू उहाँहरूले बनाउनुहुन्छ साँझ बिहान दिउँसो आफूलाई फुर्सद भएको बेलामा पनि काम गर्न सक्नुहुन्छ अनि कम्युनिटीमा मिलेर गर्ने हो त्यो होइन धेरैजना दिदीबहिनीहरूले कसैले के बनाउनुहुन्छ अनि त्यो एसेम्बल गर्ने हो क्या त्यो अनि चाहिँ के चिज बन्छ त भन्ने कुराहरू के चिज बनाउन सकिन्छ भन्ने हाम्रो टिम र विज्ञहरूले उहाँहरूलाई सल्लाह दिनुहुन्छ तालिम दिनुहुन्छ चाहिने उपकरणहरू दिनुहुन्छ होइन र मेटेरियल उहाँहरूले आफ्नै कम्युनिटीबाट जम्मा गर्नुहुन्छ होइन त्यसपछि बनेको चिजलाई चाहिँ हामी त्यहाँ किनेर यहाँ ल्याइदिन्छौँ र यहाँबाट बिक्री गर्ने र त्यो एउटा सर्कुलेसन हामीले किन्नुपर्ने हो यही जीबीजेड सेन्टरले किनिदिन्छ त्यो होइन तयारी भएको चिजहरू किनिदिन्छ र यसले बेचेर एउटा सिस्टम बनाउँछ यो होइन त्यसो भएर चाहिँ यो नाफा कमाउने भन्नुभन्दा पनि यो एउटा रोजगारी सिर्जना गर्ने एउटा ठुलो उद्यम पनि हो रोजगारी सँगसँगै यो एउटा अध्ययन गर्ने पनि ठाउँ भइहाल्यो त्यो त लर्निङ सेन्टर त भइ नै गयो यो कहिले पुरा हुन्छ मेयर साहब यो प्रोजेक्ट चाहिँ यो 2029 मा सकिन्छ होइन तर यो चाहिँ अब बिल्डिङ सकिने कुरा चाहिँ त अबको 12 महिनामा 1 वर्षमा सकिन्छ
यत्रो महत्त्वाकांक्षी योजना छ होइन, यो अब महानगरले भोलि चाबी हस्तान्तरण लिइसके पछाडि कस्तो बन्ला त? मैले त्यही भने त, मैले तपाईँलाई चाहिँ मैले अब यो हामी के कुरामा चाहिँ एकदम क्लियर छौँ भने नि, कतै लुम्ले जस्तो नहोस् होइन। हिजो विदेशी प्रोजेक्ट आयो, कृषिको राम्रो काम भन्यो, उनीहरूले सञ्चालन गर्ने बेलासम्म चाहिँ एउटा राम्रो ढङ्गले चल्यो, हामीलाई दिएपछि चलाउन सकेन। यो त सुरुमै हामीले चलाउने हो क्या। त्यसमा कारणले यसको सञ्चालन गर्ने बडी पनि इन्डिपेन्डेन्ट पनि बडी बनाएरै यसरी सञ्चालन हुन्छ, यसले यति आय आर्जन गर्न सक्छ, यति रोजगारी सृजना गर्छ, यो चक्रमा चल्छ भनेर हामीले एउटा यसको फाइनेन्सियल पनि तयारी गरेका छौँ। त्यस कारणले गर्दा यो एउटा नमुना प्रोजेक्टकै रूपमा अगाडि बढ्छ। हस्, धन्यवाद। धन्यवाद। मेरो साथी टिभी, हर पलको सहयात्री।